तपाईहरुको बिहानी कसरी सुरु भयो थाहा भएन, तर मेरो चाहिँ भने घर सरसफाइबाट सुरु हुँदैछ भन्दै भन्दै फेरि पनि स्वागत गर्न चाहे तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। र आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला र हामी पनि अहिलेसम्म चाहिँ एकदमै आरामै छ। अनि आज बिहानै खाजाहरु खाएर कामतिर लाग्नु पर्ने हुन्छ। अनि ड्याडी जग्गी नै बास गिर्न गइसक्नु भएको थियो। अनि अब चाहिँ म पनि सघाउनु जानुपर्ने हुन्छ। अनि म पनि जाँदैछु। अनि हामी चाहिँ अस्ति अलैँची पाइले गर्दाखेरि टमाटरलाई सिटा हाल्न चाहिँ बितिसकेको थियो। अनि त्यही भएर आजदेखि चाहिँ सिटा हाल्नुपर्ने हुन्छ। अनि ड्याडी चाहिँ माथि बास गिर्नु हुँदैछ। अनि म पनि अब बारी छेउभित्र फाड्नुपर्ने थियो। अनि फाडेर पनि सकाएँ। त्यति बेरसम्म चाहिँ ड्याडीले पनि बास गिरेर सक्नुभयो। अनि ड्याडीको चाहिँ तल झापा जाने काम थियो र ड्याडी चाहिँ जानुभयो। अनि म चाहिँ सिटा गर्न थालेँ साथीहरू। अनि अहिले चाहिँ गाउँघरमा कति धेरै कामहरू छ के, कामले गर्दाखेरि खाना खाने फुर्सदसम्म पनि हुँदैन के अहिले चाहिँ गाउँघरमा। अनि अब चाहिँ खानाहरू खाएर बाख्रा चराउन जानुपर्ने हुन्छ। अनि म चाहिँ बाख्रा चरा खोलेर जाँदैछु। अघिसम्म चाहिँ कस्तो हुस्से लागिरहेको थियो, अनि अहिले चाहिँ घाम कस्तो लागिरहेको छ नि त फेरि भन्दै मेरो चाहिँ बाख्रा पनि अघायो। अनि खोरतिर लाँदैछु। आजलाई चाहिँ यति नै, बाई बाई साथीहरू।